हिरासत तथा कारागारमा रहेका व्यक्तिहरूको मानव अधिकारलाई सुनिश्चित गर्ने सम्बन्धमा समेत महाधिवक्ताको कार्यालयलाई जिम्मेवारी तोकिएको छ। महाधिवक्ताको कार्यालयले आफ्ना पञ्चवर्षीय रणनीति योजनाहरू मार्फत फौजदारी न्याय प्रणालीलाई आधुनिक, वैज्ञानिक र जनमुखी बनाउने कार्यमा अग्रसरता देखाएको छ। यसको आधारमा पीडितको अधिकार संरक्षणमा महाधिवक्ताको कार्यालयले निरन्तर कार्य गर्दै आएको छ। विगतका 7 दशकमा नेपालको फौजदारी न्याय प्रणालीमा उल्लेखनीय सुधार भइरहेको छ। अपराध अनुसन्धानमा वैज्ञानिक दृष्टिकोण, अभियोजनमा वस्तुगत निर्णय, पीडित र शङ्कितको अधिकारको संरक्षण र प्रमाणमा आधारित न्याय व्यवस्थापनलाई मैले प्रमुख उपलब्धिको रूपमा औल्याएको छु। आजको दिन केवल संस्थाको योगदानको स्मरण मात्र होइन, यो हाम्रो दृष्टिकोण, क्षमता र प्रतिबद्धतालाई नयाँ उचाइमा पुर्याउने अवसर पनि हो। कार्यान्वयनको प्रभावकारिता बढाउन र फौजदारी न्याय प्रशासनलाई अझ सुदृढ बनाउन अझै पनि निरन्तर लागि पर्नुपर्ने रहेको छ। यसको लागि भविष्यमा अझ सुदृढ, सक्षम र परिवर्तनशील सरकारी वकिल निर्माण गर्न आवश्यक छ। प्रवर्तन प्रविधि र वैज्ञानिक अभियोजन पद्धतिको प्रयोगलाई प्राथमिकता दिई डिजिटल प्रणालीको प्रयोग मार्फत मुद्दा व्यवस्थापन, प्रमाण सङ्कलन, अनुसन्धान र अभियोजनलाई अगाडि बढाई महाधिवक्ताको कार्यालयको कार्यक्षमता वृद्धि गर्नुपर्ने आवश्यकता देखेको छु। हामीले केही चुनौतीहरूको पनि सामना गरिरहेका छौँ। हामीसँगै सरकारी वकिलहरूको पारिश्रमिक, सुविधा र सेवाको शर्तलाई स्पष्ट पार्ने छुट्टै ऐनको अभाव छ। संविधानले यस विषयमा स्पष्ट प्रावधान गरेको भए पनि कार्यान्वयनमा दशक बितिसक्दा पनि ऐन निर्माण हुन सकेको छैन। नेपालको न्याय सेवा 3 समूहमा विभाजित छ: न्याय, कानुन र सरकारी वकिल। संविधानले न्यायाधीश नियुक्ति गर्दा ज्येष्ठता, योग्यता र कार्यक्षमतालाई आधार मानेको छ। सर्वोच्च अदालत र उच्च अदालतको न्यायाधीश नियुक्तिमा पनि यही सिद्धान्तलाई मान्यता दिएको छ। तर नियुक्ति प्रक्रियामा सरकारी वकिलहरूको प्रतिनिधित्व पर्याप्त छैन। यसबाट योग्यता, क्षमता र अनुभव भएका सरकारी वकिलहरू न्यायाधीश नियुक्तिबाट वञ्चित भइरहेका छन्। योग्य सरकारी वकिललाई न्यायाधीश नियुक्तिमा प्रतिनिधित्व र प्राथमिकता दिन आवश्यक छ, जसले न्याय सेवा प्रणालीमा समानता, दक्षता र पारदर्शिता सुनिश्चित गर्नेछ। उपस्थित सरकारी वकिलज्यूहरू, तपाईहरू फौजदारी न्याय प्रणालीको महत्त्वपूर्ण स्तम्भ हुनुहुन्छ। तपाईहरूको मेहनत, इमान्दारिता र व्यावसायिक प्रतिबद्धताले मात्र देशको फौजदारी न्याय प्रणाली बलियो बन्नेछ। तपाईहरूको काम केवल पेसागत जिम्मेवारी मात्र होइन, यो राष्ट्रिय सेवा हो जसले न्याय सुनिश्चित गर्ने संविधानको मूल उद्देश्य र पीडितको न्याय प्राप्तिको आकांक्षा पूरा गर्न सहयोग पुर्याउँछ। निरन्तर व्यावसायिकताको विकास सहितको प्रतिबद्धता कायम राख्दै अघि बढ्नुहोस्। तपाईहरूको योगदानले महाधिवक्ता कक्ष कार्यालयको प्रतिष्ठा, कानुनी शासन र जनविश्वास बढ्नेछ। र यति भन्दै मलाई केही प्रश्नहरू पनि आएका छन्। जस्तै हाम्रा बारका अध्यक्षज्यूले र वरिष्ठ न्यायाधीश हाम्रो सपना प्रधान मल्लज्यूले केही प्रश्नहरू पनि गर्नुभएको छ। महाधिवक्ता हुनु मात्र होइन, महाधिवक्ता भएपछि कसरी अघि बढ्ने, ती चुनौतीलाई हामीले कसरी हेरिरहेका छौँ भन्ने प्रश्नहरू पनि आएका छन्। वास्तवमा यी कुराहरू गरिरहँदाखेरि मैले आएपछि नै मैले केही कुराहरू भन्ने गरेको छु। जस्तै हामीले के भन्दा मसँग जब म महाधिवक्ताको रूपमा आएँ त्यसबेला नै मसँग केही प्रश्नहरू गरिए। किन सरकारी वकिलहरू मुद्दा हार्छन्? यी यो चाहिँ पत्रकारहरूले गरिएको प्रश्नहरू थियो म प्रति। अनि मैले भने त्यसो त होइन होला, किनभने मैले देखेको छु हामी सरकारी वकिलहरू अब धेरै नै सक्षम हुनुहुन्छ, उहाँहरूले मेहनत गर्नुहुन्छ, उहाँका इमान्दारिता, उहाँहरूका सक्षम दक्षतामा हामीले शङ्का गर्नुपर्ने ठाउँहरू छैन। तर मलाई त्यहीँ बसिरहँदाखेरि केही कुराहरू मलाई पनि लाग्यो मनमा, कहीँ हामीले पनि केही गल्तीहरू त गरिरहेका छैनौँ। जस्तै हामी अभियोजन गर्ने ठाउँमा छौँ, अभियोजन गर्ने ठाउँमा हुँदाखेरि हामीले अघि नै पनि प्रश्न आए, हाम्रो बारका अध्यक्षज्यूले भन्नुभयो कि प्रहरीले जस्तो प्रतिवेदन ल्याउँछ त्यसैलाई नै हामीले अभियोजन त गरिरहेका छैनौँ। त्यो कुरा हामीले पनि सच्याउनु पर्ने छ जस्तो मलाई लाग्छ।